ल आफ्नै बुढीलाई राम्रोसँग बिदा गर है। ल न यही फुला सही छ, बास्न आउने फुला। ल उठा, ल भान्जी तिमी पनि उठा। न यिनीहरू दुइटालाई बस्ने भयो त भएको, हामीलाई के चाहियो। ल बस बस, ल बस अब। दुईटाले उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ। ए तपाईँले लगाउने हो, सिन्दुर चाहिँ उसले उसलाई लगाउने हो। ल आजदेखि चाहिँ भान्जाको नाता गोता सक्यो। आफ्नो भाइको बिहे गराइदिनु पर्यो आफ्नै बुढीसँग। हेर राम्रोसँग गर्नु खानु। ल सिन्दुर तिमी हाल अब, ल सिन्दुर हाल अब। ल मन्त्र मै पढ्नु, ल राम्रोसँग गरे, राम्रोसँग खाए। ल हाल हाल सिन्दुर, उता फर्क्यो भान्जी तिमी, भाग्नेलाई लाज मानेन अब। ल ओ यता चाहिँ उनका बुढा है धेरै खुसी छन् अब अहिले। ल ह्याप्पी म्यारिड लाइफ, राम्रोसँग गर्नु, राम्रोसँग खानु। के भन्न चाहन्छौ भन्छ? न अब नै गाउँमा त बाहिर त्यसको पनि जान मान्छे पाइन्छ त, गाउँमा जान पाइन्छ। घरमा चाहिँ मेरो घर होइन भन्नु पर्यो अब तिमीले, त्यो घरलाई चाहिँ त्यो भन्नु पर्यो। गाउँमा त बाहिरको देशको मान्छे गएर पनि बस्न सक्छ। अब तिमीले नयनको सम्पत्तिलाई मेरो भन्न पाइयो भन्छ, नयनको घरलाई। यहाँ गाली आउनु लाग्छ। खुसी छौ? खुसी छस् कि नै भन। राम्रोसँग बोल, मुख खोलेर बोल अहिले। भोलि बिहान कहीँ मरे भने केही भएन, फस्नु भएन यहाँ अरू मान्छे। तिमीले छोड्छौ कि नै भान्जा? तिमीले छोड्ने कि नै? पछि कोही केटी आयो भने उनलाई छोड्न मिलेन नि तिमीले पनि फेरि। अनि भान्जी तिमीले पनि अब राम्रोसँग यो घर चाहिँ बचाएर खानु पर्यो फेरि अझ। के भयो के भयो के भयो? ल भाइ ताली बजाइदियो यिनीहरूलाई चाहिँ अब बेङ्गलोरको नयाँ काण्ड। अब ल अब तिमीले भान्जा भान्जा तिमीले छुनु भएन है। अब तिम्रो बौरानी भइहाल्यौ, अब बौरानी भइहाल्यौ, छुनु भएन। अब ए आमा लेप्ची लगाऊ, लेप्ची लेप्ची गरे होइन एमा, लेप्ची बनाएनन्। अरे यो कोले केर्नर गराइदियो त यो साइन हैन हैन साइन खोइ त